नमस्कार साथीहरू, तपाईँहरूलाई स्वागत छ हाम्रो यस च्यानलमा। सबभन्दा पहिला धेरै दिनपछि म यहाँ आएको, किनकि यो बिचमा अलि बाहिर जानु परेको थियो, त्यही भएर चाहिँ भिडियोहरू चाहिँ बनाउन सकिनँ। त्यसको लागि सरी भन्न चाहन्छु। र अब चाहिँ पुनः म यहाँ आइसकेको छु र आज चाहिँ हामी एउटा यस्तो घटना घटेको छ अमेरिकामा, जसले चाहिँ विश्वमा तरङ्ग ल्याइदिएको छ। आज यहीँ सेरोफेरोमा रहेर चाहिँ हामी कुरा गर्नेछौँ र त्योभन्दा पहिला चाहिँ तपाईँहरू चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरी चाहिँ हामीलाई सहयोग गरिदिनु होला। अब अमेरिकामा के घटना घटेको छ भन्दाखेरि ट्रम्पमाथि चाहिँ पुनः गोली प्रहार भएको छ। अमेरिकाको समयअनुसार शनिबार राति र हाम्रो समयअनुसार चाहिँ आज बिहानको समयमा जब व्हाइट हाउस कोरेस्पोन्डेन्स डिनर हुँदै थियो, त्यो समयमा एकजना हतियारधारीले चाहिँ ट्रम्पमाथि गोली प्रहार गर्ने कोसिस गरेको थियो, तर त्यो चाहिँ गोली मार्ने व्यक्ति चाहिँ सफल हुन सकेन। भएको के थियो भन्दाखेरि त्यहाँ चाहिँ ट्रम्प थियो, त्यसको पत्नी पनि थियो र भाइस प्रेसिडेन्ट भनेपछि त्यहाँ प्रशासनीय व्यक्तिहरू चाहिँ थिए र जुन होटलमा यो कार्यक्रम हुँदै थियो त्यही होटलमा चाहिँ सुट गर्ने व्यक्ति पनि भनेपछि जुन अपराधिक व्यक्ति छ त्यो व्यक्ति पनि बसिरहेको थियो, जसको नाम हो कोल टोमस एलिन। कोल टोमस एलिन जो 31 वर्षको हो, पेसाले त्यो एउटा शिक्षक पनि हो र गेम पनि बनाउने गरेको छ। र यो व्यक्तिले चाहिँ पहिलादेखि होटलमा बसिराखेको थियो। जब कार्यक्रम सुरु भयो त्यो समयमा त्यसले चाहिँ बाहिर त्यही फायरिङ गर्यो। फायरिङ गरेपछि व्यक्तिहरू चाहिँ त्यहाँको चाहिँ सतर्क भए, किनकि आवाजले चाहिँ बुझिन्छ यो कस्तो किसिमको आवाज हो। र त्यो व्यक्ति फायरिङ गर्दै सुरक्षा घेरालाई तोड्दै चाहिँ भित्र छिर्न प्रयास गर्यो, जहाँ चाहिँ ट्रम्पहरू थियो, जहाँ चाहिँ प्रशासकीय व्यक्तिहरू थियो, त्यो सम्म चाहिँ पुग्ने कोसिस गर्यो। र त्यही क्रममा चाहिँ एकजना सुरक्षाकर्मी जो चाहिँ त्यो प्रोग्रामको चाहिँ सुरक्षाको जिम्मा लिएको थियो, त्यसमा चाहिँ खटिएको थियो, त्यो व्यक्तिले चाहिँ गोली हानी चाहिँ अगाडि बढ्न कोसिस गर्यो, तर त्यो व्यक्तिलाई चाहिँ सुरक्षाकर्मीले चाहिँ समात्न सफल भयो। र त्यस्तो चाहिँ नराम्रो कुनै पनि घटनाको भनेपछि ट्रम्प र जुन अधिक प्रशासनीय व्यक्तिहरू थिए ती सबैजना चाहिँ सुरक्षित साथ निस्कियो भनेपछि त्यहाँ चाहिँ कुनै किसिमको त्यस्तो घटना हुन सकेन। तर यो जुन कोल टोमस एलिन भन्ने व्यक्ति छ त्यसले चाहिँ कमसेकम 5-6 राउन्ड चाहिँ गोली चलायो र त्यसको साथबाट चाहिँ विभिन्न किसिमका हतियार पनि चाहिँ निस्कियो, जस्तै शटगन त्यो व्यक्तिबाट निस्किएको छ भने ह्यान्डगन र विभिन्न किसिमका चाहिँ नाइफहरू चक्कुहरू पनि चाहिँ त्यो व्यक्तिकोबाट चाहिँ निस्किएको जानकारी चाहिँ आएको छ समाचारहरू माध्यमबाट। र यो ट्रम्पमाथि भएको चाहिँ तेस्रो आक्रमण हो। योभन्दा पहिला पनि 2 चोटि चाहिँ ट्रम्पमाथि आक्रमण भइसकेको थियो। जस्तै तपाईँहरूलाई थाहा होला, जब राष्ट्रपतिको लागि चुनाव हुँदै थियो अमेरिकामा, त्यो समयमा पनि ट्रम्पमाथि चाहिँ गोली प्रहार भएको थियो। र एकचोटि अझै सायद गल्फ खेल्ने समय थियो कि कुन समय, त्यो समय अझै यो लगाएर चाहिँ 3 चोटि चाहिँ ट्रम्पमाथि चाहिँ गोली प्रहार भएको छ। तर चाहिँ ट्रम्प अहिलेसम्म पनि स्वस्थ हुनुहुन्छ, ठिक हुनुहुन्छ। र अब यो अमेरिकाको प्रशासनमाथि चाहिँ ठुलो प्रश्न उठेको छ कि आखिर चाहिँ त्यो व्यक्ति कसरी यतिका दिनसम्म, अथवा चाहिँ त्यो व्यक्तिलाई चेक जाँच गरेको थियो कि थिएन, त्यो व्यक्ति कसरी चाहिँ त्यहाँ हतियार लिएर चाहिँ त्यो कार्यक्रम हुने होटलसम्म चाहिँ पुगेको थियो, त्यसको बारेमा चाहिँ अहिले अनुसन्धान भइराखेको छ। र यसबाट चाहिँ ठुलो जुन सुरक्षा हुनुपर्ने थियो त्यो सुरक्षा भएको छैन भने चाहिँ गम्भीर चाहिँ प्रश्न उठेको छ सुरक्षाको हिसाबले। त्यसपछि चाहिँ अर्कोतिर चाहिँ के डिबेट हुँदैछ भने जुन भर्खरै इजरायल, इरान र युएसको बीच जुन युद्ध भयो, इरान र युएसको बीचमा, के त्यो मकसदले ती व्यक्तिले ट्रम्पमाथि गोली प्रहार गर्न खोजेको थियो कि, या अमेरिकामा पनि धेरै यस्ता व्यक्तिहरू छन् जसले चाहिँ ट्रम्पको विरोधमा भनेपछि यो युद्धको विरोधमा चाहिँ उभिएका थिए। ती व्यक्तिहरूबाट कोही व्यक्ति हो जसले चाहिँ ट्रम्पमाथि चाहिँ गोली प्रहार गर्ने प्रयास गरेको थियो भनेपछि यो दायरामा पनि अनुसन्धान
भइराखेको छ। भनेपछि अहिले प्रष्ट रूपमा चाहिँ के मकसदले चाहिँ गोली प्रहार गरेको थियो त्यो चाहिँ प्रष्ट हुन सकेको छैन। तर प्रहार गर्ने व्यक्ति चाहिँ समातिसकेको छ। अहिले अनुसन्धान भइराखेको छ। ट्रम्प र उसको परिवार सबै सुरक्षित छ, सबैजना चाहिँ सुरक्षित रहेको छ। र ट्रम्पले यो घटना भइसकेपछि ट्रम्पले स्टेटमेन्ट दिएको छ, जुन पत्रकार सम्मेलन भयो त्यसमा भनेको छ कि जति प्रयास गरे पनि हामी चाहिँ आफ्नो जुन हाम्रो लक्ष्य रहेको छ त्यसलाई चाहिँ पुरा गरेरै छाड्नेछौँ। त तपाईहरुलाई के लाग्छ यो गोली जुन प्रहार भएको छ त्यो कुन कारणले हुन सक्छ? कृपया कमेन्ट गरेर चाहिँ हामीलाई भन्नु होला।